सबैजना सन्चै आरामै हुनुहुन्छ होला, हामी नि आरामै छौँ। टक्क लाएर चाहिँ सुभाषले कपाल काटेका दुईजनाले चाहिँ नुहाउनिन्, हामी चाहिँ नुहाउन हिँडेको टक्क लाएर धारामा। दुईजनाले नुहाउँछन्, म चाहिँ नुहाउन्न। गाउँतिरको यस्तै छ। अब धारा गएर भेटौँ। हामी चाहिँ धारामा आइसक्यौँ, टक्क लाएर त्यहाँ धारा टक्क लाएर हामी धारामा आइसक्यौँ र अब चाहिँ दुईजनाले नुहाउँछन्, म चाहिँ नुहाउन्न। हल्का बिरामी घाँटी दुखेको मलाई फेरि अस्ति भर्खर नुहाएको। ल चट्ट लाएर यस्तो मौसम फेरि रनन्न घाम लाखेको अरे नुहाउन लाखन्। ततै सुरु गरिसक्यो लाखेर यता सुरु हुँदैछ। चट्ट लाएर आज नुहाउनी आइछन् क्या यिनीहरूले चाहिँ पलान, म चाहिँ नुहाउन्न। सुरुवाल नुहाइसक्यो। हामी चाहिँ नुहाउन गइयो आइयो टक्क लाएर है। ल सुभाष गए। ल हामी चाहिँ नुहाइयो आइयो। बहादुर बम त्यही कारण सब्स्क्राइब गरिदिनु भन त। के भन्छ भन त। सप्राई सप्राई के सप्राई गर्नु? पैसा आउँछ क्या सप्राई भनेपछि। भन का भनेको भने सप्राई गर्नु त्यही गरिदिने होला। केही गरिदिनु हजुरबाले नि भनिदिनुहुन्छ। हजुरबाले नि भनिदिनु अरे फेरि हजुरबाले नभन्ने अरे के भन्ने अरू खै। ल यति हो यसो बस्दाको। बाउ के गर्दै हो? आगो बाल्दै हो, आगो बाल्दै। कहिले बोल्ने खै? बोल्छ हावा लाखा क्या अलिअलि, त्यही भयो। के गर्ने आगो त नि? यस्तो छ हालत भाइको। क्यारेर बुढी पाल्छस् यार? बाल्छु मैले ढुक्क। सुभाषले जस्तो त 10-12 प्लास्टिक सक्दिनँ मैले ढुक्क बाल्छु। बुढी कसरी पाल्छस्? आगो फुक्नु जान्दैनस् भने? टेउली सयले हाड ल्याउँदै त ठुलै खैया हो। के हो टेउली सरको जोस हेर न। टेउली सर लिएर आयो त। अब चट्ट लाएर आज भेट्यो खानी भन्छन् के भन्छन्। टेउली सरले लिए त अब चाहिँ ट्याक्क लाएर कटिङ सुरु भइसक्यो। यसमा चाहिँ रगत थाप्ने भन्ने कुरो छ होइन? रगत थाप्ने भन्ने कुरा छ। चट्ट लाएर कटिङ हान्नेको कुरा होइन, चट्ट कटिङ हानेको है। गाइस ल आजको दिन चाहिँ मेरो रमाइलो गरेर गयो होइन। टक्क लाएर धारामा गइयो, नुहाइयो। त्यहाँबाट म चाहिँ बिचमा देखेको थिएन होइन, त्यहाँ देखेको थिएन किनकि म ट्याक्क बल खेल्न गएको थिएँ। नयाँ नयाँ भिडियोहरू चाहिँ आइरहेको छ, हेरिदिइराख्नु पर्यो है त। ल
त्यही हो, साथ सपोर्ट दिन पर्यो। त्यही हो, गाउँमा यस्तो भइरहेको रहेछ भन्ने कुरो चाहिँ विदेशमा पनि थाहा हुन्छ, त्यही भएर चाहिँ सपोर्ट गरिदिन पर्यो। त्यही हो ल गाइज।